So hey guys, good morning and welcome back to another vlog. So फेरि पनि स्वागत छ हजुरहरुलाई मेरो एउटा नयाँ भ्लगमा एन्ड गुड मर्निङ सबैले। अहिले 7 बजे छ। म चाहिँ भर्खरै उठे एन्ड अब चाहिँ फ्रेस हुन्छु म। So guys, म रेडी भइसके एन्ड अब चाहिँ म जाँदै छु कलेज तर्फ। ओके चलो कलेजतिर लागौं एन्ड यस्तै छ आजको पनि। सबै कुरा भइसक्यो। खाना पनि हामीले खाइसक्यौँ। कस्तो हेरी हिजोको हल्का मासु बाँकी थियो एन्ड भात पनि हल्का बाँकी भएको हुनाले चाहिँ त्यहीलाई चाहिँ मिक्स गरेर त्यहीलाई चाहिँ फ्राई गरेर हो गरेर सबै कुराहरू त त्यो त ठिक छ। रुम त पुरै मेसी भएको छ, पुरै डिस्टर्ब छ रुमको हालत। ओके ल अब लाग्छौँ कलेजतर्फ। गाइस हामीहरू बर्गर हाउसमा पुगिसक्यौँ। भाइ बर्गर हाउस जाने बर्गर जान बर्गर होइन पिज्जा किला। बर्गर त मलाई मन पर्दैन। हामीहरू आफ्नो के भन्छ डेस्टिनेसनतर्फ पुगिसकेका छौँ। 80% कभर अप भइसक्यो, 20% मात्र बाँकी छ कलेज पुग्नलाई। सो गाइज म कलेज पुगिसकेँ एन्ड अहिले चाहिँ हाम्रो अब क्लासमा झगडा टाइपको हुनेवाला छ। झगडा होइन लफडा भन्छन् यसलाई। कलेज स्टुडेन्ट भर्सेस त्यो के भन्छ पुरै फ्याकल्टी। बाई बहिनी बहिनी तिनीहरू हिँड्छ कि अब टक्क लाएर जाउँ भन्ने हो। चलो सो गाइज हामीहरू यहाँ छौँ। यही हो अब यहाँ डिस्कसन हुँदैछ एन्ड देयर आर सम पिपल्स हियर होइन मान्छेहरू त्यहाँ छन्। ओके चलो यहाँ हेर्छु यिनीहरूको। माधव कहाँ के भन्ला मलाई मसँग बिहान त मैले देखाएँ भन्ला। त्यसमा यसको साइन पनि छ है। यो त उसको साइन पनि छ त्यहाँ। मेरो साइनमा गर्नु गर्दैन साइन छ त्यो आइज म यहाँ के पो हुँदैछ पुरै समझ आएन। म त सरहरू आएपछि जाने बिचमा विल सी द म्याटर देयर होइन। त्योभन्दा अगाडि पछाडि केही बोल्नु होइन केही गर्नु पनि होइन। सबै यहाँ छन् यस्तो हेमा छन्। त्यहाँ हाम्रो छ के हो यो हाम्रो के हो त्यो हाम्रो सिग्नेचर छ त्यहाँ अरू के होइन। यस्तो हुँदैन डिस्कसन हुनु लाग्छ यहाँ एकैचोटि। आउनु लाग्छ अब अरू के भनौँ। मेरो काम केही होइन यहाँ भिडियो बनाइदिन्छु म। मलाई केही बोल्न मिलेपछि म पनि बोल्दिनँ तर मिल्नु पऱ्यो पहिला। भाइ त बोल भन्नु पऱ्यो यिनीहरूले फेरि बोल्छु म नत्र बोल्ने होइन। ओके चलो आउँदैछन् सबै स्लो मोसनमा छन्। कोही पनि यस्तो छैन कि भाइ ऊ छैन। एन्ड अब भित्र गएर यिनीहरू हो हाम्रो ब्लगर त्यही हो अब के भनौँ एकैचोटि हाम्रो यहाँ यस्तो कुराकानी हुँदैछ। हाम्रो यहाँ डिस्कसन हुँदैछ। सरहरू यता हुनुहुन्छ। तपाईँ हामीलाई पाउनु पनि हुन्न है सिम्पल कुरा। प्रशासनको मान्छे सुन्नुहोस् तपाईँ हामीलाई पाउनु पनि हुन्न। बोर्ड मेम्बर तपाईँ पनि हुनुहुन्छ छैन। अनि बोर्ड मेम्बर आएर हामीसँग कुरा पनि गर्नुहुन्न एक्टिभिटीमा पनि हुनुहुन्न हामीसँग। अब बोर्ड मेम्बर तपाईँ सर बाहिर हुनुहुन्छ यहाँ भने तपाईँलाई एउटा कुरा हुन्छु जै तपाईँले त्यसमा रिपोर्ट देखाउनु भएको छ त्यही जनाले सरले पनि देखाउनु आएन सर रिपोर्ट कुरा देखाउनु आएन सर। तपाईँ जति देखाउनु छ जनाले सरले देखाउनु आएन। सो गाइज म
मैले बोलेपछि सरहरूले सिधा अरूसँग कुरा गर भने मलाई थाहा छैन मैले के भनेर गएर बुढी के भन्थ्यो त ऊ होइन मलाई खालि भिडियो नबनाऊ भन्दै थिएँ मलाई बनाउनु थियो फेरि मैले भने म त भाइ भिडियो बनाउने हो भने सिधै त्यो बोर्ड मेम्बरसँग कुरा गर भन्दैछन् गर्नु पऱ्यो ठिकै छ म छैन बलमेमा सब मेरो क्लासको फल्ट हो मलाई त बाल छैन उस्तै पनि फेल मलाई कम छ के हुने अरे अझै डिस्कसन होला के हुँदैन थाहै छैन हाम्रो डिन अफिस जानलाई रेडी हुँदैछन् सबै एकजना छन् मान्छे बढी छन् हल्का साधन कम छन् अब साइकलमा जानेवाला भएनन् ठुला मान्छे भयो यिनीहरू पनि त्यही भएर अब वेटिङमा छन् कस्तो हुन्छ अहिलेसम्म रेडी हुँदैछन् सबै ल गाइस डिस्कसन हुँदैछ यसको फोन खस्यो किन खस्यो थाहा छैन फुट्यो फोन बहुत बढिया ले अरे सबभन्दा बेस्ट वान अफ द बेस्ट मोमेन्ट यस्तो हुँदैछ यहाँ सब रेडी भइसक्यो म पनि जाने हुँ कन्टेन्ट त चाहियो मलाई के कुरा हुन छ यहाँ यसलाई बाइक किन भन्दा ए चलो लाएर हामीहरू जाँदैछौँ रेडी भइसक्यो सबै बस डिस्कसन हुन लाग्छ नजाने जाने चलो सो गाइस फाइनली हाम्रो केन्द्रीय क्याम्पसमा पुगिसक्यौँ एन्ड जेन्जिज क्युटी नम्बर 1 क्युटी नम्बर 2 क्युटी नम्बर 3 यो होइन 3 मात्र सबै आउँदैछन् अलमोस्ट कति 15-20 जना जति पुगिसक्यो 15 होइन 10 जना जति पुगिसक्यौँ अनि अरू चाहिँ आउँदैछन् अब पुग्छन् भनौँ ल त्यसपछि आएर सबै कुराहरू हुन्छ सो गाइस सबै जाँदैछन् अब म पनि हिँड्छु अगाडितर्फ बोर भएछु म यो टाइममा सोध्दै हुन्थेँ होइन यिनीहरूको उयो हो कि त्यही हो हामीहरू अब जान्छौँ ग्रेस हन्डा छ अरू नै देख्यो ल तैँले अरू त भन्ने नै आउने नै हुन् सो अब हामीहरू हिँड्दैछौँ अगाडितर्फ एन्ड यिनीहरूको कुरा सुनेर मलाई त हल्का त्यस्तै लाग्दैछ हेलो ओ होइन कस्तो म अरे त्यो होइन म यहाँ सरले देखेपछि नबनाउने होला उस्तो बनाउनु मिल्छ भने त ठिक छ नत्र त्यही त हो ओके चलो इन्फर्मल टक अब हामीहरू यहाँ आएपछि हाम्रो फर्मल टक हुने हो कि त्यही भएर त्यो इन्फर्मल मान्छेसँग म इन्फर्मल टक गर्दैछु फेरि त्यो मलाई रेकर्ड नगर भनेपछि म त्यही फेरि के नगर्ला र यार सब जायज हुने भयो क्या यसमा हामीहरू यहाँ छौँ अनि यहाँ के हुँदैछ यो एकैचोटि यता पास गर्नु पऱ्यो सर हल्का धन्यवाद यसमा के पो छ घर गएर पढ्ने हो यो म अहिले पढ्ने होइन के लेखा छ यिनीहरूले चलो ठिक छ पढ न मजाले सबै यहाँ छन् अब यहाँ मलाई पनि थाहा छैन म उस्तै पनि फेल भन्ने होला बस मासमा आउनु पऱ्यो भन्ने हो एन्ड सो गाइज दिस इज आवर हाम्रो के भन्छ नि सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस यस्तो छ भित्रको इन्टरफेस धेरै इन्टरफेसै भनौँ इन्टरफेस त भन्छ त्यो धेरै राम्रो छ त्यही हो क्वालिटी ठिकै छ फेरि त्यति फरक पनि पर्दैन हामी वेटिङमा छौँ सरको अब सर के हुन्छ कस्तो हुन्छ ल यो हो हाम्रो ग्राउन्ड फ्लोर अब यहाँदेखि माथि हामीहरू थर्ड फ्लोरमा जाँदैछौँ चलो एकसम्म कुराहरू थर्ड फ्लोरमा छ अरे हाम्रो पनिका परीक्षा इन्टर गरेर जाँदैछौँ क्या को पसिनाको होइन गया थिएँ कहाँ गया थिएँ नजिकले आएको पऱ्यो चलो हेर्न सक्नुहुन्छ हाम्रो यहाँको यो हाम्रो मेन फ्याकल्टीको हो अनि हाम्रो अहिले काम हुँदैछ तल तर सर आउनु भएको छैन सो त्यही भएर हामीहरू माथि आए एन्ड गाइज
यो पुरै अब यो हेर्न सक्नुहुन्छ यो पुरै अलग्गै फिल दिनेवाला छ कि यो डिजाइन पनि खत्रै कसले गरे होला भन्थ्यो यहाँ लुक्का छिप्पी खेल्नलाई खतरा हुने हो क्या यो ब्यारियर पनि हल्का यो ठुलोवाला अब यो देख त्यो उताको सिँढी यो पनि सिँढी हो हल हो यो तल जाने सिँढी यो पनि तल जाने हो तर अर्कोवाला सिँढी हो यो यहाँदेखि यस्तो तल जानेवाला एक रुम बिचमा ग्याप जस्तो छ अनि मस्त छ यस अब हामीहरू अब अगाडिकोमा जान्छौँ नै एमटी ऊ हो चलो खुट्टा दुखिसक्यो मेरो त फाइनली हामीहरू सेकेन्ड फ्लोर ग्राउन्ड फर्स्ट सेकेन्ड त्यहीमा चाहिँ हामी सब तल हुनुहुन्छ त्यो साथीसँग म बोलेको छ त रिसायो होला होइन मैले गरेर खालि गलत बोली भन्ने त्यहीमा हाँस्छौँ चलो एन्ड यस्तै छ यहाँ अनि हेर्न सक्नुहुन्छ प्रितम हेलो गर्दै थियो प्रितमले गरिसक्यो एन्ड यो यहाँ सबै कुरा हुँदैछ के पो लेख्दैछन् एन्ड सब आफ्नो धुनमा छन् कोही के लेख्दैछन् कोही के गर्दैछन् यहाँ अनि यहाँ के काम हुँदैछ ओके चलो यहाँ सबै म्याथमेटिक्स दुईवटा सब्जेक्ट चेन्ज गर्ने भन्दाको थियो पहिला यस्तो सकियो एल्गोरिथम होइन अर्थ एप्लाइड म्याथमेटिक्स सो त्यस्तै छ अहिले यिनीहरू त्यस्तै गर्दैछन् अब हेरौँ कस्तो हुन्छ है सो गाइस हामीहरू के भन्छ ए चस्मा उडा गाइस हामी चाट त्यो कट्की छामा आएर हामीहरू टक्क लगाएर जाँदैछौँ अनि यसमा पेमेन्ट गरौँ चिया र त्यो हल्का नास्ता खाएर जाँदैछौँ भनौँ ओके चलो सो गाइस म घर पुगिसकेँ एन्ड द थिङ इज कि आज बहुत ज्यादा बोर छु म सिधै भित्र गएर सुत्ने सोचिरहेको छु यस्तै छ यार के कुराहरूमा ओभर दिमाग खराब भयो अनि स्टिल अहिले पनि दिमाग खराब त छैन बट एक हिसाबले त्यो कुराहरू हुन नपर्ने टाइपको भयो क्या एक हिसाबले जब मलाई इन्ट्रेस्टै छैन त्यही कुरा आयो बिचमा चाहिँ अझै बक्सी भयो यताउता जे पनि हो भयो अब ठिक छ यिन कुराहरूलाई हल्का साइडमा लगाउँ आज त्यही भयो आजको दिन थोडा बेकारै टाइपको गयो गाइस अहिले म जाँदैछु यस्तो घुम्न सात परिसक्यो एन्ड त्यही भएर चाहिँ घुम्न जाँदैछु यस्तै छ भनौँ के भन्ने डोन्ट माइन्ड माई ल्याङ्ग्वेज डोन्ट माइन्ड माई भ्लग सबै उयो टाइम पास हो टाइम पास त होइन जस्ट पछि गएर आफूले हेर्नलाई हुन्छ क्या त्यही भएर सबै कुरा हुँदैछ यहाँ के भनौँ यस्तो भयो भन्ने हो कि एकदिनमा ओ भएन ओके ल चलो जान्छौँ भाइ यहाँ छ ब्लगर जाँदैछ हामीहरू अन्त भोक लागेको छ बट पेट पनि दुख्दैछ किन थाहा छैन यार कत्रा पेट दुख्दैछ ह्यान्डसम भाइ मेरो यहाँ त भाइ यस्तो यो नि यस्तो मैले त्यही त भने यस्तो एक हिसाबले एकै देखिने हो कि पछाडिको भाग त तँलाई कसैको देखिने होइन नि अगाडिको त देखिने हो ह्युमन नेचरमा पनि त्यही त हो हामीलाई के छ कि गाइस हामीलाई के छ भने हामीलाई आफ्नो होइन वरिपरिको सर्कलको अनि के भन्छन् टोलको हल्का छ के छ बाहिर नै मतलब जे छ बाहिर ननिकल्ने मतलब यिनीहरू बोकाचोदा छन् होइन त्यो नभनौँ त्यसपछिको बाहिरको मान्छे जो छ नि यस्तो रोस्ट कहिले काहीँ बुझ्नेले बुझी खायो नबुझ्नेले अब के खायो अब के खायो सधैँले काम छैन त्यो भित्र लेक्चरकोमा त केही ढप्को भन्नाले सोच्यो त मान्छेले आइबेर पनि क्या लेक्चर दिएँ नै गाइस मैले नभन्ने ठाउँमा नभनेर नै धेरै कुराहरू भनिदिएँ यसलाई भन्छन् खालि टाइम पास गर्नु काम छैन भनेपछि खालि बोलिदिनु के अब त्यही त हो फेरि अब के भ्लग बनाउनुमा के काम छ र हामीहरूको यति राति काम भए मान्छे त यति राति बाहिर निस्किँदैन नि त काम नभएको हल्का अक्सिजन त चाहियो भयो थोडा त
अक्सिजन त बिहानैदेखि आइकै छ यार। आज त बिहानैदेखि अक्सिजन भाइ आएको हिसाबले किनकि बाहिरै छुँदा हामीहरू त्यही हो बट ठिकै छ। ओके चल होइन यस्तो भुनी आज लागिसक्यो टक्क लगाएर म बिहान बिहान प्र्याक्टिकल बनाएर मलाई आज सुकुन महसुस भएको छ कि प्र्याक्टिकल भाइको प्र्याक्टिकल बनाउनु थियो कम्प्युटरको सो त्यही चाहिँ प्र्याक्टिकलमा प्रेजेन्टेसन A+ छ। ठिकै हो किनकि मैले त बनाऊ यार प्रेजेन्टेसन दिएर अहिले नि गामा एआईबाट अहिले नि बनाएँ हो कि प्रेजेन्टेसन त मैले भोलिको यसको साइन्सको प्रेजेन्टेसन त्योमा नि मेरो A+ आउँछ कि केटाहरू यस्तो म मतलब चलो चलो भयो भयो बक्कस नगर अब जाँदैछ हाम्रो